नमस्ते हेलो साथीहरू सबैलाई स्वागत छ मेरो फेसबुक मिनी ब्लगमा। जस्तै साथीहरू हिजो हालेको थियो तपाईँहरूलाई एउटा सानो भिडियो होइन, एउटा दिदी दुई बच्चा। सो साथीहरू कसैले अझै तपाईँलाई तपाईँको भरोसा गरेर आउँछन्, हेल्प माग्छन् भने मलाई सक्नुहुन्छ भने हेल्प गर्नुहोस् होइन। सक्नुहुन्न भने त्यसरी चाहिँ अलपत्रमा पारेर नगरिदिनु। अब उहाँलाई बे गर्छु भनेर पनि ल्याएका होइनन् उहाँ साथीले। अब के गर्छु भने काममा लगाइदिन्छु भनेर ल्याए, बिचमा अलपत्र पारे होइन। तर त्यस्तो चाहिँ नगर्नु थियो। त्यो चाहिँ एउटा धेरै नराम्रो चिज हो होइन। अहिलेसम्म विगत आए दिनबाट तपाईँको बेङ्गलोरतिर यताउतातिर चाहिँ यस्तो घटनाहरू नहुने घटनाहरू भेटिरहेको थियो। यहाँ हाम्रो चेन्नईमा भनौँ यो सामने आएको केस पहिलो हो। चाहिँ यस्तो चाहिँ नहुनु पऱ्यो है, नगरौँ। किनभने चाहिँ यस्तोले हाम्रो नेपाली दाजुभाइको सबैको बेइज्जत हुन्छ। उनीहरूले जस्तो सके तपाईँलाई हेल्प मागेछन् भने चाहिँ हेल्प गरिदिनु होइन। यसरी चाहिँ अलपत्रमा चाहिँ नपारिदिनु। जस्तै हिजो मैले तपाईँहरूलाई भिडियो देखाएको थिएँ, कतिजनाले हेर्नुभयो मलाई थाहा भएन। त्यही पनि अब तपाईँबाट हुन्छ भने सहयोग गर्नु, काम छ भने काम लगाइदिनु। तर यसरी काम लगाइदिन्छु भनेर स्वार्थको लागि यस्तो चाहिँ नराम्रो चिज चाहिँ नगरिदिनु। ऊ पनि कसैकी छोरी हो, कसैकी श्रीमती हो, दुईवटा बालबच्चा साथमा लिएर आछन् भने उनीहरूले के आशा बोकेर त तपाईँको भरोसामा उति टाढाबाट आए होइन। सिमलाबाट यहाँ आएको रहेछन् तिम्रो बहिनी होइन। पहिलाको बुढोले चाहिँ धोका दियो भनेर छोडेर आएर रहेछन्। अब उनको भरोसामा आए। अब तिम्रो साथीको नाम थाहा छैन, केही पनि छैन मलाई। नाम अब पत्ता गर्ने भनेको आज थाहा हुन्छ होइन। आजको भिडियोमा बताउँछु तपाईँहरूलाई सबै के भएको भनेर। र म उहाँ साथीलाई के भन्छु भने चाहिँ जहाँसम्म सक्नुहुन्छ भने चाहिँ पुर्याएर आउनुहोस्, जहाँबाट लिएर आउनुभएको थियो उहाँलाई सेभ गरी पुर्याइदिनु। जे जस्तो गर न आफ्नो ठाउँमा गर्ला नि, अर्का ठाउँमा ल्याएर अलपत्र नपारिदिनु। यसरी चाहिँ के हुन्छ भने हामी तपाईँको बेइज्जत हुन्छ, ठिक हुँदैन होइन। हामी भने अर्का देशमा आएर काम गर्ने खाने मान्छे होइन। एकटा लाग्दा सबैको बदनाम हुन्छ, सबैको बेइज्जत हुन्छ। म यही भन्छु तपाईँलाई कि सक्दो उहाँलाई जति चाँडो हुन्छ उहाँ पुर्याइदिनु होइन। बाँकी अब बिचरा उनी पनि रोइरहेछन्। हिजो गए मैले भेटेर आएँ, यस्तो यस्तो दाइ भयो भनेर। अहिले चाहिँ अब गएको चाहिँ अरू कामले हो, आफ्नो गाडीको भाडाको काममा। तर त्यहाँ गएर रियल कुरा के हो भन्ने त्यहाँ गएर बुझियो। यसरी अब ठिकै छ। हिजो अब सम्झाए थियो, सबै कुछ कुरा भयो, राम्रोसँग पुर्याइदिन्छु भने अब पुर्याएको छन् कि पुर्याउँदैनन् अब आज थाहा हुन्छ साथीहरू। पुर्याएको छैन भने आज तपाईँहरूलाई म देखाउने छु यो भिडियो, नेक्स्ट भिडियो। एउटा भिडियो चाहिँ फेरि अर्को छ, त्यो मैले पेन्डिङ राखेको छु। मैले सोचेछु कि अब किन बेइज्जत गर्ने आफ्नो नेपालको भनेर होइन। त्यहाँनिर चाहिँ अब धेरैभन्दा धेरै दुःखद घटना छ। त्यो भिडियो तपाईँले सुन्नुभयो भने, त्यो बहिनीको कहानी सुन्नुभयो भने नि तपाईँहरूको आँखा मन धेरै पागल हुनेछ, बौलाउनु हुनेछ। किनभने चाहिँ त्यस्तो दुःखद घटना भएको छ। किनभने अहिले म्याक्सिमम् 2 हप्ताभन्दा बढी भयो त्यो बहिनीको कहानी। र म त्यो भिडियो तपाईँलाई चाँडै देखाउने छु। त्यो मैले वहाँ गएर चाहिँ भिडियो बनाउनु पाएन, वहाँ पुलिसहरूले भित्र जान दिएको छैनन् मलाई। कसैलाई पनि त्यो बहिनीलाई भेट्न दिएको छैनन् र नेपालबाट पनि केही खबर आएको छैन। म त्यो भिडियो अब तपाईँलाई चाँडै त्यो बहिनीको बारेमा बताउने छु, के छ कस्तो छ कन्डिसन। र थ्याङ्क यू। कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला, सेयर गर्नु होला, लाइक। त्यो भिडियो तपाईँहरूलाई चाँडैभन्दा चाँडै देखाउनु पाउँछु। थ्याङ्क यू।